Hello guys, this is the Thor 360. आज म माथि टावरमा जाँदैछु। यो कोल्डिङको टावरमा चाहिँ जाँदैछु। आज यो लगातार 3-4 दिन परेको वर्षा पानीले गर्दा चाहिँ यहाँको कोल्डिङको टावर चाहिँ हल्का बिग्रेको छ। त्यो चाहिँ हामी नै हेर्छ हाम्रो दाइहरूले हेर्नुहुन्छ नि। दाइ चाहिँ अब काठमै फस्नु भएको म चाहिँ टावर जाँदैछु। हामी टावर छौँ माथि छ। ल्यापटपमा अब म्यापहरू एउटा एनजिओबाट सेभ गर्नुपर्छ। त्यहाँबाट तपाईँलाई देखाउनेछु त्यहाँ कस्तो के भएछ भनेर होइन, कति क्षति भएछ, कति के भएर चाहिँ कस्तो भन्छ एकदम आज अलिक सफा छ हिजो अस्तिभन्दा। तपाईँले मजाले क्लियरली देखिरहेको छ। पुरै बाटो माथि देख्नु सक्नुहुन्छ। अझै पनि पानी पर्ने सम्भावना चाहिँ धेरै छ। कृपया कोही पनि आफ्नो घरबाट चाहिँ नहिँडिदिनु होला। माथि छ। म यताबाट घुमेर जानुपर्ने हुन्छ। बाटो त्यो वाल अप्ठ्यारो छ। अब हेर्नु कसरी पुगिन्छ। जान चाहिँ यहाँबाट पर्छ होइन, तर बाटो चाहिँ खासै बाइक जाला जस्तो त छैन। त्यही म ट्राई गर्छु बाइक लानलाई। बाइक जाने खालको बाटो चाहिँ अलिक छैन रहेछ। बाइक चाहिँ जाला जस्तो छैन। कसरी लान्छ यार, बाइकै लानु पर्दैन। बाइक नलगे चाहिँ हुँदैन होइन। यसलाई चाहिँ हल्का मिलाएर ढुङ्गासँग हालेर लानुपर्ने स्थिति रहेछ। सायद यति भए चाहिँ जान्छ होला। अब एक्लै चाहिँ गाह्रै नै हुन्छ। अहिले जानुभन्दा नि आउनु गाह्रो हुन्छ। ल म चाहिँ यस्तो बाटोबाट नि बाइक निकाल्यो। अब अहिले आउनु चाहिँ हल्का गाह्रो हुन्छ। तै पनि म चाहिँ जाने नै छु। मलाई किनकि जानै पर्ने हुन्छ। बाटो चाहिँ सधैँ छैन, यस्तो छ होइन बाटो। अब तै पनि जानु परेकोले के गर्नु, यस्तो छ बाटो नि। हे भगवान्, बाटो हालत चाहिँ यस्तो छ। बाटो कहाँ छ नि थाहा छैन। घरि पुऱ्याउनु परिरहेको छ। बल्ल यहाँ अलिकति बाटो देख्यो। अब यस्तो छ हालत बाटोको। यो बाटो चाहिँ खासै गाडी हिँड्दैन नि त, अनि त्यही भएर बाटो चाहिँ वाइड छ। बाटो छैन यार। यार बाटो छैन यार। मान्छे हिँड्ने बाटोमा चाहिँ म जाँदैछु अफ रोड, पुरै अफ रोड राइड। लु यस्तो दामी छ ठाउँ चाहिँ, तर बाटो नभएकोले गाह्रो भयो। अब बाटो चाहिँ म गाडी चाहिँ बाइक चाहिँ यहाँ राख्छु। यो चाहिँ हाम्रो टावर होइन, त्यहाँ टावरमा त सायद हेर्नु पर्दैन होला।
म यहाँ एकछिन जान्छु अब भाइकोमा। हेलो ए पुरै सुतेर बस्नु भएको हजुर नेट गयो रे दाजु उता हुनुहुन्छ अरू सबै कहाँ गएको पुगेको होला नेट बनाउला के कहाँ छ माथि छ जान्छु ल यता त ठिकै छ उता टावरमा हेर्नु भन्दै थियो टावरमा त कोसक छ त्यति माथि भन्दै भन्दा उस हेर्नु पर्ने ल्यापटप लिएर पठाएको छ ए हुन्छ ल अब म चाहिँ यहाँबाट छिरेँ माथि हल्का अन्धकार अन्धकार रहेछ ल अहिले चाहिँ यहाँ पुरै सिस्टम चाहिँ बन्द गरेर राखेको छ देखिन्छ म देखिन्छ होइन म यहाँ ल्यापटप जोडेर हेर्छु म स्विचको होइन त्यहाँ त उस रहेछ नि त के अरे त्यो उस त पिओईहरू त रहन्छ नि त यहाँ चाहिँ सिस्टम यस्तो छ अलिकति अँध्यारो भयो होइन म देखाउँछु यहाँ चाहिँ म इन्डेक्सबाट म्यामहरूलाई उता गर्दैछु यहाँ गजाङ्ग्रो गुजुन्छ म त भेट्दिनँ कहिले काहीँ के ल साथीहरू अब चाहिँ म फर्केँ बाटो चाहिँ वाइल्ड छ होइन देख्न सक्नुहुन्छ आजको यो मिनी भ्लग एकदम रमाइलो भयो मेरो लागि चाहिँ एकदम होइन कति रोड नगएको यस्तो धेरै दिन भएको थियो अब इच्छा बाइक चढेको थिएन अहिले चाहिँ बाइकै घुम्नु खोज्दैन यार घारी घारी कुदाउनु परिरहेको छ यस्तो चाहिँ अहिलेसम्म तपाईँहरूले देख्नु भएको थिएन होला अन्त देख्दै हुन्छ उडी बाबा बाइक चिलिलिली चिप्लिन्छ अच्छा बाटै कहाँ छ भने थाहा हुँदैन क्या ल मासु खुट्टा भोरी कुरो लागेको छ अब कुरा चाहिँ अहिले तल गएर टकटकाउनुपर्छ होइन जोस् बारी जस्तै भएको रहेछ तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ हल्का यो खानु पऱ्यो ओपबाट यहाँ ब्रिज हरेर वाक्क ल्याइसक्यो ल कहीँ छ त बाटो न जाने हो हिलैमा सरर भने जस्तै गरेर आबा घारी ताने बाइकले घारी ताने यताबाट हो बाटो खासमा चाहिँ होइन अलिकति देखेन भने चाहिँ सिधै तलै पुगिन्छ त्यो खत्तम सो मेरो साहबले यस्तो बाटोहरू यसो अलिअलि बनाइदिएदेखि चाहिँ यताबाट चाहिँ सट्ट उता सर्टकट जानुलाई ओर्ता हिँड्नलाई सजिलो हुन्थ्यो अब बनाइदिनुहुन्न के गर्नु मेरो साहबलाई जति भने नि खै कहिले लागेन झरेर नझरे त भाइ बैसो गर्ने होइन यसलाई स्ट्यान्ड लाउने नगरी भएको छैन के गर्नु यसो त आउँदैन बाइक थाहा भएकै कुरो हो होइन यसलाई हल्का मिलाउनु पर्छ यस्तो गरेर यस्तो गर्नुपर्छ यसलाई होइन अब यसलाई हल्का यहाँबाट अघिको जस्तै गरेर दिनुपर्छ दनक यहाँबाट यसरी यो दिनुपर्छ यति भएपछि त आउँला नि भन्ने आश छ ल यति बेला आउँछ होला लेट्स ट्राई होइन ला पल्टिन्छ क्या यार ल आयो ल बल्ल तारे यार
यस्तो बिजोग पो छ त हाम्रो ओखलढुङ्गा। यस्तो यो स्ल्याब यहाँको चाहिँ कुन चाहिँ स्ल्याब चोड्दैछ अनि स्ल्याब नभएकोले चाहिँ ल यार तिनीहरू पनि लुज पो छ के हो यार केटाहरूले यार। ल साथीहरू आजको मिनी ब्लग चाहिँ यहीँ समाप्त हुन्छ भन्दै समाप्त भयो भन्दै म चाहिँ अब अफलाइन भएँ। कृपया सबैजनाले सब्सक्राइब गरिदिनु होला, सानोतिनो भ्लगरहरूलाई पनि सबैजनाले माया गरिदिनु होला भन्दै म क्यामेरा गोप्रो मेरो हिरो 10 बन्द गरेँ। बाई बाई, सी यू सुन।